साथीहरू सबैमा नमस्कार। विदेशमा काम मात्रै होइन, कामसँगै सिकाइ, घुमाइ र रमाइला क्षणहरू पनि बटुल्न सकिन्छ। नोभेम्बर 28 देखि हामी 1 महिने तालिममा छौं। तालिम भनिसकेपछि यो समय कामको जस्तो प्रेसर त छैन, तर तालिमकै बीचमा हामी कम्पनीबाटै घुम्न जाँदैछौं। हामी ड्युटी समय बिहानको 8 बजे कम्पनीबाट गाडी चढेर आधा घण्टामा कोरियाको छल्ला नाम्दो प्रान्तमा रहेको नोङसा छाङवन सांस्कृतिक संग्रहालयमा पुग्यौं। त्यहाँ हामीले 3 परिकारको खानेकुरा आफ्नै हातले तयार पार्यौं र खायौं। त्यसपछि हामी लाग्यौं संग्रहालय अवलोकन गर्नतर्फ। भ्रमणमा हाम्रो 2 जना कोरियन शिक्षकका साथै भियतनाम साराम र नेपाली थियौं। संग्रहालयमा कोरियामा खेलिने परम्परागत खेलहरू खेल्ने व्यवस्था पनि रहेछ। हामी मज्जाले खेल्यौं। सबैले बालापनको रमाइलो याद गर्दै यस्तो चिसो कोरियामा पनि ज्याकेट खोल्ने गरेर पसिना छाड्यौं। त्यसपछि हामी त्यहाँबाट फर्केर करिब 1 घण्टाको यात्रा गर्दै फेरि पुग्यौं अर्को नयाँ ठाउँ हेङनामगुन छल्लानाम्दो। त्यहाँ पुगेपछि आकाशबाट सरर केबुल कारको यात्रा गर्दै जिन्दो आइसल्यान्डमा रहेको जिन्दो टावरमा पुग्यौं। यो टावरमा भ्रमणको रमाइलो सकेसँगै बेलुका 5 बज्नै लाग्दा कम्पनी फर्कियौं। यसरी हाम्रो भ्रमण सकियो। त्यसपछि सबै आफ्नो अपार्टतिर लाग्यौं। फेरि नयाँ जानकारी दिँदै गरौँला। आजका लागि भने ओके, बाइ साथीहरू।